हेलो हाई नमस्ते एभ्रिवान। 20 गते चाहिँ वर्ष दिनको पूजा थियो भने अर्को दिन 21 गते चाहिँ सत्यनारायण पूजा थियो र हामीहरू सबैजना सत्यनारायण पूजामा भेला भएका छौँ र पूजा पनि सुरु भइसकेको छ। पण्डितजीले पूजा गर्दै हुनुहुन्छ सत्यनारायणको। यो भिडियो भने धेरै लामो पनि छैन, मैले धेरै लामो भिडियोहरू बनाइन, अलिकति मलाई बिसन्चो लागिरहेको भएर सो मैले त्यति लामो भिडियो बनाएन हैन, अलिअलि छोटो छोटो छ। सो त्यतिलाई नै तपाईले इन्जोय गरेर हेर्न सक्नुहुन्छ। तल पूजा भइसकेपछि काका जानुभयो सबै कोठाहरूमा आरती दिनको लागि। त्यसपछि हामीहरू सबैजना बाहिर गयौँ। बाहिर चाहिँ आरती नै भन्छ होला सायद, मलाई एक्ज्याक्टली के भन्छ थाहा भएन। सो त्यो बलिरहेको दियालाई चाहिँ हामीहरूले त्यहाँबाट आरती लियौँ, नमस्ते गरेर रोक्यौँ। मलाई चाहिँ थाहा छैन, निनी जस्तो भन्नुभयो, मैले त्यस्तै गरेँ। यो बलिरहेको दियालाई किन लट्ठीले कोटाइराख्नु भएको छ? आखिर बलि त रहेको छ, किन यस्तो गरिरह होला भनेर सोचिरहेको थिएँ। तर यो चाहिँ गर्नुपर्ने नै रहेछ। जतिजना आउनुभएको थियो त्यहाँ सबैजनाले त्यो दियालाई कोट्याउनु पर्ने रहेछ। अनि किन हो भन्ने कुरा मलाई थाहा भएन, सोद्धा पनि सोधिनँ। अनि मलाई पनि भन्नुभयो जाऊ लट्ठीले कोट्याउनु पर्छ भनिसकेपछि म पनि गएँ र लट्ठीले कोट्याउन थालेँ। अझ पनि आउनुभयो दिया चलाउनको लागि। अझ चाहिँ अलि उभिन सक्नुहुन्न, अलि निहुरिन सक्नुहुन्न, अलि अप्ठ्यारो हुन्छ। सो निनीले चाहिँ उहाँलाई हेल्प गर्दै हुनुहुन्थ्यो समातेर। त्यसपछि नानी र नानीको बाबा पनि आउनुभयो त्यो दिया चलाउनको लागि। सबैजनाले दियालाई चलाएर भ्याइसकेपछि हामीहरू गयौँ भित्र बस्नको लागि। होप सो तपाईहरुले मेरो भिडियोहरू इन्जोय गर्नुभयो होला भन्ने आशा राखेको छु। मन परेमा लाइक शेयर गर्न चाहिँ नबिर्सनु होला। यति भन्दै बाइ बाइ, ह्याभ अ गुड डे, लट्स अफ लभ। सबैले गरिसक्यो? सबै गरिसक्यो। पुरा तातु हुन्छ नक्कलीलाई। पक्रिन न, कस्तो मजाको हावा चलेछ नि। त्यो फुल हेर्न ओइली नै हाल्यो, त्यो फुल हेर्न है। त्यो फुल त ओइली नै हाल्यो।